20 years I know him. Okay. 20 years I have learned so much about him. रुला हो गया क्या यार? One thing I want to tell him is stay how you are. Wrinkles on your face is nothing to be shy of. It's your experience. And please grow and maybe you can share your experience with everybody else to be better. माइक में आवाज आएन Wow. That's it. Nice, nice, nice. तपाईले नाइस भन्नुभयो. आजभन्दा 2014 देखि अमृतलाई जानेको हो म फुलपाती ल्याएर बस्नु. अमृतलाई जान्दाखेरि यही छु है. अमृतलाई जान्दाखेरि अमृत एकदम हार्ड वर्किङ मान्छे हो काम भनेपछि दिन रात नभनिकन जतिखेर यति त गर्न सकिन्छ भनेर नाक खुम्च्यार भाली गर्ने मान्छे हो र यिनले खाना बस्यो भने त्यो थालमा भएको चाहिँ नाइ भन्दैनन् जति हाल्छ ओ त्यो चाहिँ अब अरूले भन्नु नभन्नु मैले जसरी जाने Very good. त्यो त्यसरी भन्ने हो एकदमै पोलाइट छन् दयालु छन् उनले सोचेर जे काम गर्दा नि सोचेर गर्छन् र उनको मलाई धेरै कुराहरू मनपर्छ र त्यस्तै सधैँ चाहिँ 40 चाहिँ यसरी नै काट्यो 80 सम्म पनि यसरी नै काट्यो अब तिमीले 80 भने हौ 80 न सेन्चुरी नै हान्न मेरो विचार शताब्दी नै 100 सेयर गर्नु यसै गरी यो माइक चाहिँ अमृतको लागि अमृतलाई नै दिन्छु. अमृतलाई नै दिन्छु म अमृतको लागि अमृतलाई. मैले दाइलाई अब कसरी चिन्छु भन्ने दाइ दाइ एकदमै दाइ अनि मनदेखि नै दाइ र अमेरिकामा आएर केही कुरा मैले कसैको सिक्न खोजेको थिएँ भने दाइको खोजेँ अब नसक्ने त मैले क्यारो मैले सक्दिनँ त मैले क्यारो होइन तर दाइको एकदमै हार्ड वर्किङ गाई होइन मेहनत त कति गर्ने अब आजभोलि बरु अलिअलि अब पुग्न लाएर होला ठकठाक गर्नुहुन्छ होला अब त्यो तर पहिला मैले जुन फेजमा देखेँ एकदमै हार्ड वर्किङ गाउन उस्तै होइन काम उस्तै गर्ने सबैलाई सम्मान उस्तै गर्ने अनि दाइको अर्को राम्रो कुरा के छ भने मनमा त्यो मान्छेप्रति रिसै उठ्या होला अगाडि चाहिँ उसलाई दुःख आएर म ठुलो मान्छे बन्छु भन्ने नलाग्ने दाइलाई हामी चाहिँ ब्याङ्किङ भन्ने नि दाइ चाहिँ अड्कलेर बोल्नै पऱ्यो पछि आएर अनि त मान्छे अगाडि चाहिँ उसलाई दुःख नपुर्याउने क्या अगाडि उसको चाहिँ अगाडि चाहिँ राम्रै हुन जान्ने अब त्यो सिक्न भन्छु सक्दिनँ होइन धेरै कुरा छ मैले त अमेरिकामा धेरै कुरा सिक्न खोजेको दाइको हो र अब त्यो सकेको छैन छुट्टै कुरा दाइ यस्तै रहनु होला अझै फाइनेन्सियली रूपमा त तपाईँ कति अब यो कुरा फेरि पोजिटिभ पछि हो कि नेगेटिभ हो भनेर मैले अब त्यो छुट्याउन सकिनँ त्यही भएर भन्दिनँ मैले पास गरेँ कता बिगार्छ कि अब मैले भन्नु खोजेको त राम्रै अलिक नराम्रो भइदिएला ठिक छ सही हो. मैले पनि उसलाई 14 वर्ष भयो चिनेको फोरेस्टतिर पनि काम गर्न जान सक्ने अनि मलाई यहाँसम्म ल्याउन पनि उनले धेरै ठुलो हात गरेका छन् सक्नुहुन्छ भनेर इन्करेज गर्ने खालको मान्छे हेल्पफुल त्यही हो. शङ्करको चाहिँ खतरा आउँछ है यहाँ त जुम गरेर खेल्नु अब सबै भनिसकेपछि अब त्यही रिपिट गरेर मलाई चाहिँ अब अमृतको एउटा राम्रो बानी के लाग्छ भन्दाखेरि उसको एकदमै ओपिनियन अनेस्ट हुन्छ त्यो चाहिँ मलाई एकदमै मनपर्छ चाहे त्यो राम्रो होस् नराम्रो होस् उसले चाहिँ ओपिनियन दियो भने अनेस्ट हिसाब दिन्छ मेरो लागि चाहिँ होइन त्यसको लागि राम्रो लाग्छ र अर्को कुरा चाहिँ एउटा कुरा कस्तो गर्दाखेरि फेरि उसलाई चाहिँ कुनै कुरा राम्रो लाग्यो भने संसारले नै मन पराउनु पर्छ होइन यो यति राम्रो कुरो फेरि मन नपराउनु हो भन्ने खालको चाहिँ त्यो हुन्छ. अब ओभरअल अब 20 वर्ष भयो चिनेको होइन अब कस्तो भन्दाखेरि हाम्रो त एउटा पर्सनभन्दा पनि अलिकति त्यो मनभन्दा पनि अलिक पर गएर आत्मादेखिको हाम्रो परिचय हो
हो गुरु हो भन्नु न गुरु भन्नै छोड्नु भयो गुरु त अब धेरै कुरा सिक्यो हामीले कताबाट त्योबाट अब किनभने एउटा थियो हाम्रो रिलेसनसिपको एउटा टाई गर्ने बाँधिने एउटा वर्ड हो त्यो Too long. Yeah. Just getting to know him. From my observation, he's very cool and easygoing. So thank you and thank you for the friendship. I'm looking forward and happy days ahead. पहिला त अङ्ग्रेजीलाई होइन अब 14 बर्थडेको त्यो शुभकामना है अब त्यही मौकामा अमृतलाई चाहिँ अब ट्याब्लेट टेस्ट हुँदाखेरि सायद हामीले स्क्रिन लाइक 13 मा भेटेको 13 वर्ष हो 13 वर्ष 13 वर्ष हो तर अब मलाई कस्तो लाग्छ भने अमृतको ट्याग जस्तो लाग्छ क्या एभ्रिथिङ होइन हार्डवर्किङ पनि हुन्छ बोल्दाखेरि चाहिँ एकदम पोलाइट हुने रमाइलो पनि त्यति गर्नुहुन्छ अब अरू त सबै चिजहरू आइसक्यो होइन किन बोलेको तर टिपिडा है एकदम वी आर भेरी ग्रेटफुल एज अ फ्रेन्ड अब भनौँ ल त्यही भन्न चाहन्छु म त ल अमृतलाई अब कोही हिँड्यो त अमृतलाई मैले भन्ने होला त सुन्देऊ न सुन्देऊ अमृतलाई विशेष आउँदैछ विशेष अमृतलाई त मैले चिनेको चाहिँ लगभग 20-22 वर्ष भयो हामी काठमाडौँ उडाइसम्म चिनेको पहिलोचोटि काठमाडौँमा भेट्दाखेरि एकदम इनोसेन्ट हजुर हेर्दा साह्रै इनोसेन्ट माया लाउने तर बोलेपछि हाँसो लाउने ऊ बोलेपछि हाँसो लाग्यो त्यो भेट्ने बेला देखाउने त्यस्तो थियो होइन हेर्दा एकदम इनोसेन्ट भात त उसले रगाउले भ्याउने हो पाउने भनेर त हामी फाल्दैन भात हामी जहिले पनि फाल्थ्यौँ तर ऊ आएपछि उसले भ्याइदिन्छ अनि हामी तन्काउनु नसक्ने उसले त तन्काएर नि कसरी खान्छ होला अनि उसले भ्याइदिन्थ्यो अनि चाहिँ इनोसेन्ट मान्छे जिउ हेर्दा खाएको जस्तो छ होइन थिएन त्यतिखेर दुब्लो थियो होइन दुब्लो थियो इनोसेन्ट तर मान्छे एकदम स्मार्ट रहेछ त्यतिखेर थाहा भएको मैले केटाहरू भिसा एप्लाई गर्ने उसलाई थाहा नहुँदै एप्लाई गर्ने ऊ त भिसा लाएर आइसक्यो सुरुवात लास्टमा नि उसले गरेर आयो सुरु नि उसले भ्याइदियो कोही केटाको भिसा लाएन तर उसले डकुमेन्टेसन छैन सबै गरेर आफूले भ्याइदियो अर्को कुरो गायकी कला पनि उसमा एकदम भित्र प्रचुर उसले दिपाल दिनको नेपाल आइडल हुन्छु भन्ने कुरो उसले पहिल्यै भनिदियो त्यति गायन छेउ त अरूमा पनि देख्ने आफूमा पनि होइन त्यो मान्छे एकदम स्मार्ट रहेछ है अमृत हेर्दा मात्रै त्यस्तो रहेछ भन्ने कुरो मैले त्यतिखेर देख्न थाहा भएको होइन र उसले यहाँ राम्रो प्रगति पनि गर्यो होइन हेर्दा त मान्छे इनोसेन्ट हो इनोसेन्ट पहिलो इनोसेन्ट होइन त्यस्तो खाले थियो पहिलेदेखि त र एकदम स्मार्ट हेल्पफुल अब म यहाँ आएको नि उनी भनेर उसले मलाई अहिलेसम्म केही भन्दा नो भनेको छैन जे भन्दा पनि उसले यास यास भनेर म टिकेकै उसको कारणले भनौँ न त्यस्तो कारणले टिकेको अब मेरो लागि त अब हामी रगतको नाता नभए नि दाजुभाइ सबै नि भन्ने होइन त्यसरी हेर्छु मैले त्यसलाई त्यही हो अझ कति भन्नु हेलो हेलो सुनिए सर अब सबै कुरा आइसक्यो ह्याप्पी बर्थडे ह्याप्पी 40th बर्थडे अमृत डियर अमृत अब सबै कुरा रिपिट गरेर भन्नु परेन ऐजन सबैजनाले भन्नु अब त्यसमा मैले एउटा सानो थप्ने कुरा के भने मैले ट्रस्ट त धेरैलाई गर्छु तर थोरैमा पनि पिक गर्नु पर्यो भने 1% तिमीलाई बढी 1% मै पनि ट्रस्ट कसलाई गर्छस् भनेर कसैले सोध्यो भने म अमृतलाई गर्छु भन्नमा मलाई कुनै विचार छैन फन हो क्या फन कमेडी त्यही त भन्न पर्ने कुरा सबै आइसक्यो सबै थाहा भइसक्नु भयो अमृतको बारेमा होइन अब के भनौँ म त त्यही ऐजन भने त्यही हो कपी पेस्ट भनिदिनु असल, इमान्दार सहयोगी मैले नेपालबाट आएको दिनदेखि चिनेको भेटेको होइन अब सधैँभरि यस्तै भइरहनु यसरी नै विश्वास गर्न पाइराखौँ त्यही नै आशा छ हामीलाई अघिबाट है त लौ न सूचना छिटो कपी पेस्ट भनिदिनु तपाईँले मैले अमृत चाहिँ फर्स्ट
चाहिँ 2015 मा देखेको अनि उति बेला जस्तो लाग्थ्यो अहिले पनि मलाई त्यस्तै लाग्छ कस्तो लाग्थ्यो कुनै इम्प्रुभ भएन बच्चापन अझै छ उसमा कन्टिन्यू छ नि जाने रमाइलो गर्नु हैन जाने अनि हजुर नमस्ते भनेर अहिले आउँछ एकदमै हँसिलो हुनुहुन्छ अनि जहाँ जाँदा पनि त्यो इन्भाइरोमेन्ट एकदमै रमाइलो गरेर लिनुहुन्छ अनि टोचे हो है टोचे हो मैले अमृतको बारेमा एउटा महत्त्वपूर्ण कुरा भन्नै बिर्सेछु ओके इट विल कम ब्याक इङ्ग्लिसमा भने पनि हुन्छ इङ्ग्लिसमा होइन होइन गयो 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 That wasn't nice. एउटा अमृत जतिको चाहिँ त्यो सहन सक्ने मान्छे भेटेको थिएँ क्या मैले उसले सहन चाहिँ यति सक्छ कि होइन त्यो चाहिँ उसको उहाँले भन्नुभयो अगाडि भन्दैन भने एकदमै सहने चाहिँ उताबाट आउँदै थियो अरे यो कुरा त्यो चाहिँ मैले भन्छु अनि सुन्न पनि सक्छ क्या उहाँले भन्नुभयो मैले भन्दा पनि बढी सहन्छ म त सहन्छु अहिले सार्थक कमान ए तिम्रो होइन उता देऊ न सबैजना धेरै धन्यवाद आज आइदिनु भएकोमा होइन मलाई चाहिँ अमृतको एकदम बर्थडे मनाउनु मन थियो होइन अनि आई एक्चुअली वान्टेड टु इन्भाइट भेरी क्लोज टु अमृत होइन अमृतलाई चाहिँ म अमृतको फोटो हेर्दै गएको थिएँ फेसबुकमा स्क्रोल गर्दै अनि म चाहिँ अब यसो खाना बोलाउनु पऱ्यो कसैलाई अनि एउटा बर्थडे केक काट्न पर्ला भन्ने मेरो दिमागमा थियो होइन अनि मैले पिक्चरहरू स्क्रोल गर्दै जाँदाखेरि चाहिँ हजुरहरूको मात्रै फोटो हो क्या लाइक हुन्छ नि पहिलाबाट अहिलेसम्म त्यही नै मैले देखेँ अनि मैले चाहिँ यही फ्यामिली नै एकदमै सुट गर्छ होला बर्थडे सेलिब्रेसन गर्न भनेर हजुरहरूलाई इन्भिटेसन गरेँ आउनुभयो एकदमै धेरै थ्याङ्क यू सो मच अनि मैले चाहिँ अब यो आज बेलुका चाहिँ यसो एउटा केही लेखेको थिएँ मैले अमृतलाई अनि म भन्छु अब यो चाहिँ अब कसैको जीवनसँग मेल खाँदा गएर संयोग मात्रै हुन्छ भरे चाहिँ नरिसाउनु होला लगाउनु पर्दैन मेहेन्दी ऐना हेर्दै मिची मिची लगाउनु पर्दैन मेहेन्दी ऐना हेर्दै मिची मिची फुलेकै कपाल सुहाउँछ अब 40 लागेपछि समात्नु पर्दैन अब हरेक पार्टीमा रक्सी र व्हिस्की समात्नु पर्दैन अब हरेक पार्टीमा रक्सी र व्हिस्की दुधको बोतल र डाइपर सुहाउँछ हातमा 40 लागेपछि पिउने र गफ गर्ने साथीको पछि नपर्नु पिउने र गफ गर्ने साथीको पछि नपर्नु पञ्चामृत खाई भजन गाउने साथी सुहाउँछ अब 40 लागेपछि कमल भजन छैन नि त कमलमा भजन खेल्दा दौडिँदा हात खुट्टा दुख्नु सामान्य हो शरीरको जोस पनि ओइलाउँदै जान्छ 40 लागेपछि म मायाले अमृत भन्छु म मायाले अमृत भन्दा झस्किँदै के भो भन्छौ मान्छे यस्तै आडे हुन्छन् कि 40 लागेपछि होइन तिमी कति आँडे छौ भन्ने कुरा कसरी भन्नु सार्थक कीर्तन युवा
अमृतलाई 40 वर्षको धेरै धेरै शुभकामना होइन। अनि सबैभन्दा ठुलो कुरो त स्वास्थ्य हुनु पर्यो है। अब आधे पाकेको अनि मैले पनि भेटेको चाहिँ कति 9-10 वर्ष भयो होला यहाँ आएछु भेटेको है। भेटेबाट जब हामी आयौँ अहिले दाइले भने चाहिँ अब सहयोगका कुरा त नगरौँ, आफ्ना ठाउँमा सबैका आफ्ना आफ्ना ठाउँमा छन् होइन। अमृतको चाहिँ मलाई के बानी मनपर्छ भने जस्तै मैले जस्तो देखेको थिएँ नि बानीमा भन्न खोजेको के कोही त हामी एकैछिन रिस उठेपछि कोही मान्छे मन नपरेपछि कता कता थाहा हुन्छ देखिन्छ नि। त्यो चाहिँ अमृतसँग कहिल्यै देखिनँ कि मैले चाहिँ एकै नाचको देखिन्छ के वीर भयो नि नभएन एकै नाचको देखिन्छ होइन। अमृतले भने अरूको कुरा सुन्न सक्नु भनेको ठुलो कुरा हो नि त। त्यो चाहिँ एकदमै मनपर्छ, सबै कुरा मनपर्छ। सुन्नु भयो नि अमृत दादा सुनेर सुन्नु के सार्थ के रे कीर्तन युवान भाउजूलाई देऊ ए सार्थ के भन्छौ त्यसले पनि सुनेको माइकले भन्दिनु दाइ माइकले भन्दिनु न ए सार्थ यस्तो भयो कञ्चनको कुरामा मैले अहिले थपिएँ होइन। अब जो मान्छेले पनि अर्को कुराहरू धेरै सुन्छ भने त्यो अर्का कुरा सुनिदिनु पनि धेरै ठुलो कुरा हो कि सबैले अर्को कुरा सुनिदिन सक्दैन। अमृतमा त्यो क्वालिटी छ है, त्यो कञ्चनले भनेको कुरा एकदमै सही। मैले पहिला भने थिएँ नि मलाई त भन्दैन त जन मैले पहिला भनेर तिमी त्यहाँ बसेर क्लियर सुन्ने मेन कुरा त्यसलाई तपाईँले बोलेको ध्यानै दिनु के पो भनेर भन्यो ह्यापी बर्थडे ह्यापी 40th बर्थडे अमृत अङ्कल। म सानो हुँदैदेखि नै अमृत अङ्कल सोच्थेँ के सोच्थेँ भने रमाइलो पोजिटिभ ओरा सोच्थेँ कि सबले। अनि अमृत अङ्कल कति रमाइलो हुनुहुन्छ भने हाम्रो लाइफको अमृत नै हुनुहुन्छ कि। अनि अहिले 40 वर्ष त हुनुभयो अनि 40 वर्षमा कस्तो पोजिटिभ एनर्जी राम्रो पर्सनालिटी छ। अझै 40 वर्ष नि त्यस्तै हुनुहुन्न। Very nice. Pass the mic. Eda. Babu, कसलाई भन्ने कीर्तन युवा बाबु How do you know Amrit Vinazu? Amrit Vinazu could talk about Amrit Vinazu. देवनको पाला आयो Oh my god. Vinajuको आफै भन्नु 40th birthday आएर सेलिब्रेट सबैले गर्ने। In English भन्ने दिनु न। And everybody has to wish. Yeah. And what do you want to wish for Vinazu? And I wish a happy birthday to you. उता मम्मीलाई दे मम्मीलाई मम्मीले त कसै चिन्नुहुन्न होला बिचारा। होइन मम्मीले उसको मम्मीलाई पहिला सुरु त बाबुलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना 40 बर्थडेको। अनि मैले चाहिँ उहाँलाई 2014 मा चिनेको हो है, जब नानीको बिहा चाहिँ उहाँसँग फिक्स भएको थियो। 14 मा चिने हो मैले जब नानीको बिहा फिक्स भएको थियो। मैले भेट्दाखेरि चाहिँ उहाँ एकदमै असल ज्ञानी मनकारी है, एकदमै मनकारी, कसैको कुरालाई पनि नाइ भन्नै नसक्ने के। अनि एकदमै ज्ञानी, कसैको कुरालाई नाइ भन्नै नसक्ने। अनि अहिलेसम्म हामीलाई जस्तो दाइ भाउजूको रूपमा माया दिनुभएको छ, आगामी दिनहरूमा पनि यही माया यही साथ अपेक्षा राख्दछु। धन्यवाद। मम्मीले चिन्नु भएको छ भन्नु मम्मीले त खै चिन्नु भयो म पनि यहाँ
अमेरिका आउँदै गर्दा उहाँ मेरो छोरी ज्वाइँले कुरा गर्दै गर्दा चिनिरहेको र उहाँको बारेमा 40औं वर्ष पुरा गरेको हार्दिक मङ्गलमय शुभकामना साथै अग्रजहरूले बताइसक्नुभयो उहाँले गर्ने काम आफ्नो जिम्मेवारीप्रति उहाँले धेरै राम्रो काम गरेको सुन्न पाएँ। त्यसमा म एकदम खुसी व्यक्त गर्दै उहाँलाई अझै शुभकामना दिँदै मम्मीको बोल्ने स्पिच एकदमै राम्रो रहेछ, शैली एकदम राम्रो रहेछ है। एकदम स्पिच एकदमै फ्लुएन्ट थियो क्या। अर्पण अस्ति जस्तै हराउँथिन दिदी जोडले आशीर्वाद चाहिँ मलाई कसैले दिएको थिएन। मैले हामीले भनेको है साहबले नचिन्ने मैले सुनेको अमृत भन्ने एकजना अमृत भन्ने छ, ऊ चाहिँ एकदम राम्रो व्यक्ति छ भन्ने मैले नदेख्दै नभेट्दै सुनेको। बुढाबाट भन्नु न, बुढाबाट होइन बुढाबाट यो अमृत भनेर त होइन। आज यहीँको खानु पर्छ, यही हो सुनेको। अनि पछि भेटेपछि कस्तो रहेछ त अमृत भन्ने मलाई लाग्यो। अनि मैले चाहिँ कुनै फङ्सनमा भेटेको थिएँ, भेट्दाखेरि मैले उसलाई हेरेँ, देखेँ अमृत होला के होला उसको चाहिँ प्रशंसा सुनिरहेको थिएँ। अनि देखेँ पछि चाहिँ हाम्रै पोखराको भाइ हो भन्ने थाहा भयो होइन। पोखराको भनेपछि त त्यसै राम्रो। पछि मान्छे देखेपछि त यसै राम्रो लाग्यो, उसको व्यवहार राम्रो लाग्यो। र म एक दिन उसको घर गएको थिएँ। घर जाँदाखेरि ऊ चाहिँ सरसर मैले भएको कुरो भनेको छु है, अन्यथा नलिनु होला। सरसर ढोका खोलेर आउनुभयो। म चाहिँ बसिरहेको थिएँ सोफामा। ऊ त सरसर आएर त किचनमा गएर सिङमा भाँडा थिए, अनि भाँडा बसाउन सुरु गरेँ क्या। ड्युटी मेरो ड्युटी नै हो। मलाई त्यस्तो लाग्यो क्या। अब हामी त अब भर्खर आएको नेपाल र केटा मान्छेले भाडा मान्नु भनेको त थिएन। अनि मलाई त्यतिखेर एकदम राम्रो लाग्यो। अनि मलाई त्यतिखेर कस्तो आउने बित्तिकै भाडा मान्नु, आउने बित्तिकै मान्छेले बाथरुम जान्छ, नुहाइधुवाइ गर्छ, कपडा फेर्छ होइन। आफ्नो काम सबै हाल्नु भनेर होला नि। अनि मलाई पछि त अनि भाडा माग्नु त यहाँ त नर्मल रहेछ भने जस्तो लाग्यो। म त भर्खर नेपाल आउँदा केटा मान्छेले भाडा मागेको त्यति छैन नि त हाम्रो नेपालमा। तुलसीदाले मान्नुहुन्न? होइन अहिले त मान्नुहुन्छ। त्यस्तो देखेँ। अनि त्यसपछि तुलसी दाइको वाइफ भन्ने थाहा थिएन। अनि सम्बन्ध अब राम्रै हुँदै गयो। उहाँको सबैले सुन्न सक्ने क्षमता छ भन्नु त सबैले भन्नुभयो अहिले। तर चाहिँ सुन्ने भनेर हामी भगवान्ले दुईवटा कान दिएको, हामीलाई धेरै देख्ने भनेर दुईवटा कान दिएको, थोरै बोल्ने भनेर एउटा मुख्य हो क्या भगवान्ले। त्यही भएर हामी यस्तो हुनुहुन्छ, यस्तै रहनु, मस्त रहनु, स्वस्थ रहनु आशीर्वाद छ। थ्याङ्क यू। एकदम राम्रो राम्रो। अमृतलाई ह्याप्पी बर्थडे। अमृतले अघि नै नराम्रो भोलि फोन गरेर भन भन्नु। एकदम रमाइलो
शोभा यहाँ भोलि रेकर्डमा हेर्नु अझै भाडा बाँध्नु भाडा मानेर चाहिँ अधिक छ हामी आउँदा ओर्दा हेल्प गरेको देख्छु मैले त एकदमै राम्रो लाग्छ तिम्रो पाला आयो बाजी सक्यो होला कि दाउरा नखाँदैन मैले चाहिँ दाइलाई चिनेको धेरै भएको छैन दाइहरू घर किनेर यहाँ आएपछि चाहिँ हामीले दाइहरूलाई चिनेको अनि हामी चाहिँ दाइहरूको सबसे नजिकको चिनेको पनि हो अनि यहाँ सबैले भन्नुभयो धेरै वर्षदेखि चिनेको आफ्नो एक्सपिरियन्स सुनाउनु भयो मसँग चाहिँ त्यस्तो छैन केही पनि तर जति मैले चिने नि यो 2 वर्षमा दाइलाई जति चिने मैले चिने अनुसार यो दाइमा चाहिँ मेलिगो भन्ने चाहिँ एकदमै 0 होइन हुन्छ नि अब म ठुलो घरको के अरे मतलब म छोरा मान्छे हो मैले यो गर्दिनँ त्यो गर्दिनँ जस्तो मैले नेपालमा देखिरहेको थिएँ यहाँ आएर पनि कुनै कुनै घरमा इभन हाम्रै घरमा पनि चलिरहेको कुरा चाहिँ दाइलाई दिँदा चाहिँ एकदमै 0 के उहाँले त केही पनि छैन लाइक अब आफूले आफ्नो वाइफलाई गर्ने केयर बच्चाहरूलाई त सबैले गर्नै हाल्छ अब हामीले देख्दा चाहिँ अनि ठाउँ जस्तो छ परिवेश जस्तो छ मान्छे ठुलो सानो सबैसँग एकदम मजाले भिज्न सक्ने इभन अब हामी त सानो भयौँ हामीसँग पनि मजाले र हामी चाहिँ अब फ्रेन्ड जस्तै हुन्छौँ भेट हुँदाखेरि यताउता दाइले चाहिँ त केही हेजिटेसन नै हुँदैन क्या दाइसँग बोल्नु पर्दाखेरि अब त्यही हो दाइ एकदम गुड गाई हुनुहुन्छ त्यही हो अब त एक बरु भन्नुहोस् म अमृत होइन कि बा तिमीलाई जे भन्न मन लाग्छ इङ्ग्लिसमै भने नि हुन्छ भन तिमीलाई जे भन्न मन लाग्छ ल भन के वाला सुन्नु तिमीलाई जे भन्न मन लाग्छ You say happy birthday. I know. What do you like about Amrita? Say Amrita was a good person. Say happy birthday, Amrita. You are a kind, caring person. भन अलि लाउड भन न ल त्यसरी ल तिमीलाई जे भन्न मन लाग्छ अङ्कलको गुड थिङ्स त्यही भन न प्रेसर हुन्छ जे भन के भन्यो भाइको नभन्ने बेटा के भन्नु नभन्ने नि अरूलाई देऊ भन के हुन्छ भयो लाउड भन भयो ल भयो अरे Say hi to you, Baba. Say hi. Say hi. Call him. गाई माइक चाहिन्छ कि ए हो हामीले सुन्न पर्दैन हामीले हाम्रो चलन बनायो भने त ठिकै छ अमेरिकाको चलन अनि त्यो फिल्ममा गर्ने भनेको जो हो त्यो साँचो होइन तर अब समाजमा है मैले भने अमेरिका अब एउटा क्वालिटी त जसको पनि नराम्रो होला तर मैले देखेअनुसार 99 चाहिँ गुड क्वालिटी छ होइन भनिसक्दैन ल हामी दाइकोलाई ताली सबैजनाले म भन्छु म मेरो पालो पनि त ताली बजाइदिहाले पहिले दाइले पहिले म भन्दा अन्त टुङ्गाइदिनु के भएन म भन्छु म अमृत कहाँ जानुभयो अमृत आएपछि भन्थेँ क्या भागे होइन मैले त्यस्तो केही गरेँ नि त्यतिकै भन्नु होइन सुन्न पर्छ once again happy birthday Thank you.
अनि अमृतको सबैभन्दा गुड ह्याबिटमा चाहिँ जहाँ गयो त्यही माहौल बनाउने, रमाइलो मान्छे जस्तो हुनुहुन्छ त्यस्तै गरेर लैजानु। अब अनि 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 अब यस्तै गरी 40, 50, 60 सधैँ बनाउनु होला हामीहरूलाई। 41, 42 भन्नु न। अनि जस्तो हुनुहुन्छ त्यस्तै रहनु, सबैकोबाट राम्रै कुराहरू आयो, जस्ट किप एज यु आर। भरेबाट त अमृतको घमण्डै हुनुभएको रहेछ, भोलिबाट यत्रो प्रशंसा सुनेर मलाई के डिल गर्न गाह्रो हुने छैन। नराम्रो कुरा भोलि मेसेज गरेर भन्नु भन्नुभयो नि त। अमृतलाई चाहिँ एकदम कामलाई माया गर्छ, अरूलाई भन्दा पनि धेरै माया गर्ने मान्छे, एकदम कर्मयोगी। सबभन्दा राम्रो पक्ष भनेकै थियो, नराम्रो पक्ष पनि त्यही नै हो। मलाई यही कुरा सुन्नु म यो रात दिनको टेन्सन सुनेर केही त छ क्या। म यार कसैले मलाई यसरी चाहिँ नराम्रो भन्यो भने म त्यसलाई लास्टमा इग्नोर गरिदिन्छु, म त्यसमा बोल्दै बोल्छु। तिम्रो यो सब सुनेर सहेर बसिरहेको छु, तिमीमा केही न केही त छ। केही न केही छ के। You are great, yeah. Okay. I'm very blessed to have you. Okay. Hello. हाँ भनेर म त्यो बढी छिटो एक्टिङ कि के भयो। हामी सबैले अमृतलाई ह्याप्पी बर्थडे अमृतलाई भनेर, तर बर्थडे त भाउजूको पनि हो नि। ह्याप्पी बर्थडे तपाईँको मार्च 10 मा थियो राइट? तपाईँको भन्दा पछाडि भाउजूको थियो राइट? मार्च 11 मा थियो। अनि तपाईँको अगाडिको सेलिब्रेट गरे भने भाउजूको फेरि बोलाउनु हामीलाई बोलाउनुहुन्छ? तपाईँले थाहा छ बुढाको 84 हुँदाखेरि बुढीको पनि त्यही चुला चढिन्छ नि हो, त्यही हो यही हो। मेरो भाउजू आज दाइको मात्रै सेलिब्रेट हो भनेर भाउजूलाई ह्याप्पी बर्थडे नै नमान्ने कसैले। सदिकालाई चाहिँ जन्मदिनको शुभकामना। अनि एउटा सदिकाल भनेको पोइन्ट म रिपोर्ट गरेको आएँ। सदिकाले चाहिँ के अरे के भन्दाखेरि मैले लाइफमा एउटा राम्रो डिसिजन गरेको भनेको अमृतलाई चाहिँ एज अ हस्बेन्ड समर्पित गरेको भने होइन। एभ्री टाइम खाएको हुँदाखेरि मेक स्योर कि यु रिमाइन्ड द्याट। ल